नमस्ते सबैमा। अहिले शिक्षा क्षेत्र सरकारी तलब भत्ता पचाउने ठाउँ बन्दैछ। हप्ताको 2 दिन शनिबार र आइतबार दिने तयारी हुँदैछ रे। विद्यार्थीका भविष्य 98 दिनमा खुम्चिँदैछ। यो गणित हेर्दा जो सर मिसलाई लाग्छ हामी पढाउन होइन बिदा मनाउन विद्यालय जाँदैछौँ। बिदा नै बिदाको चाड हाम्रो देश नेपालमा मात्र छ भन्दा फरक नपर्ला। शनिबार र आइतबार गरी वर्षमा 104 दिन बिदा, सार्वजनिक बिदा 50 दिन, प्रदेश बिदा 6 दिन, हिउँदे र वर्षे बिदा 45 दिन, स्थानीय 5 दिन र परीक्षा बिदा जोड्दा वर्षमा 213 दिन। 213 दिन स्कुलमा मुसाले पढ्ने र पढाउने भइतालो। 365 दिनमा 213 दिन घटाउँदा बाँकी 152 दिन रह्यो। अझै कहाँ सकिन्छ र बिदा। भर्ना अभियान, 3 पटकका परीक्षा नतिजाको तयारी र सरस्वती पूजा जस्ता अतिरिक्त क्रियाकलापले 54 दिन ढाकिहाल्यो। अब किताब समाएर हाम्रा नानीहरूले विद्यार्थीले कक्षा कोठामा बस्ने दिन जम्मा 98 दिन रहेछ। पाठ्यक्रम विकास केन्द्रले 205 दिन डिजाइन गरेको कोर्सलाई शिक्षकले 98 दिनमा कसरी पुरा गर्ला त? यो 98 दिन पनि कहाँ पुरा पढाउँछन् र हाम्रा सर मिसले। सरले बिरामीको छुट्टी लिँदा, सर मिसले घर आएपछि छुट्टी लिँदा, आफ्नो घरको पूजा आजाको छुट्टी लिँदा, यस्तै छुट्टी लिँदा 98 दिन त पढाउँदैनन् हाम्रो सर मिसले। लास्टमा रहन्छन् त्यही 85 दिनदेखि तल। 98 दिन पढाएर 205 दिनको नतिजा खोज्ने कस्तो जादुमय शिक्षा प्रणाली हो। हे मन्त्रीज्यू, विद्यार्थीलाई कक्षा कोठामा पढाउने होइन, अब सिधै दिमागमा एआई फिट गरिदिनुहोस्, एआई प्रणाली लगाइदिनुहोस्। तपाईँहरूले टेन्सनै भएन। शनिबार, शुक्रबार, आइतबार कुन दिन छुट्टी दिने टेन्सनै रहेन। सिधै एआईलाई। हाम्रो सरकारहरूलाई कति टेन्सन छ, बाउआमालाई भन्दा बढी टेन्सन छ हाम्रो देशको बच्चाहरू पढ्दैन कि भनेर। त्यो टेन्सन लिनु परेन सरकार। अब सिधै एआईलाई दिनुहोस्, दिमागमै फिट गरिदिनुहोस्।